तपाईँलाई स्वागत छ आजको यस नयाँ भिडियोमा। साथीहरु, आज म धेरै दिन पछाडि लिएर आइसकेको छु तपाईँहरूको लागि चाहिँ एउटा राम्रो कम्पनीको डिमान्ड, र यो रहेको छ मलेसियाको लागि। र यो मलेसियाको कम्पनी रहेको छ जसमा फ्याक्ट्री वर्कर अर्थात् जेनरल वर्कर भनेर मागिएको छ। र यो कम्पनीको नामको कुरा गर्नुहुन्छ भने यो कम्पनीको नाम तपाईँको मेन पावरमा आएको छ, कतिजनाको लागि आएको छ र कति महिना हो र कति यसको इन्टरभ्यू हुन्छ जस्तो सबै इन्फर्मेसन आजको यस भिडियोमा तपाईँहरूलाई दिनेछु। आशा छ यो भिडियो तपाईँहरूलाई हेल्पफुल हुनेछ। र यदि तपाईँ मलेसिया जानको लागि सोचिराख्नु भएको छ भने यस मेन पावरमा गएर यो इन्टरभ्यूको लागि पोजिसनको लागि इन्टरभ्यू दिन सक्नुहुन्छ। सो यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने अगाडिको भिडियो हेर्न सक्नुहुन्छ। सो लेट्स स्टार्ट द भिडियो। जस्तो कि तपाईँहरूलाई थाहा छ कि अहिले मलेसिया कम्पनीहरूले धेरै जेनरल वर्कर माग्न थालेको छ। र यसमा तपाईँहरूले कम्पनीको नाम रहेको छ हुइरुई पोलिमर एसडिएन बिएसडी। हुइमुर पोलिमर एसडिएन बिएसडी कम्पनीको नाम रहेको छ, जुन चाहिँ 2083 3 महिना 29 गते स्वीकृति भएको छ। र यसको लट नम्बर तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। लट नम्बर रहेको छ 344872 344872 यसको लट नम्बर रहेको छ। र यसमा तपाईँहरूले पुरै 18 जना पुरुष साथीहरूले मागेको रहेको छ। यसमा महिला साथीहरूले मागेको रहेनछ। र यसमा स्यालेरी कुरा गर्नुहुन्छ भने स्यालेरी तपाईँहरूको रहेको छ 1700 रिङ्गिट, जसको अर्थ हुन्छ 63580 रुपियाँ। 63568 रुपियाँ यसमा बेसिक स्यालेरी हुन्छ तपाईँहरूको, जुन कि 8 घन्टा प्रतिदिन र हप्ताको 6 दिन काम गर्नुभयो भने तपाईँको स्यालेरी यति आउँछ। र यदि तपाईँले ओटी गर्नुभयो, कम्पनीले ओटी राम्रो दियो भने तपाईँको स्यालेरी जति पनि हुनसक्छ। बट यो चाहिँ 8 घन्टा र 6 दिनको रहेको छ। र यसमा तपाईँले खाना सुविधा कम्पनीले दिँदैन, यो तपाईँहरूले आफै खानुपर्छ। र यसमा तपाईँले सुविधा दिने भनेको बस्नलाई कम्पनीले सुविधा दिन्छ। र यसमा एग्रिमेन्ट भनेको 2 वर्षको हुन्छ एकचोटि गरिसकेपछि। र यदि तपाईँले राम्रो कम्पनी लाग्यो र कम्पनीलाई तपाईँको काम राम्रो लाग्यो भने तपाईँ आफ्नो भिजा थप गएर त्यहाँ धेरै दिन बस्न सक्नुहुन्छ। यसपछि तपाईँहरूले यसको कुन मेन पावरमा आएको छ र कहिले इन्टरभ्यू हुन्छ भन्दाखेरि इन्टरभ्यू तपाईँहरूको चाहिँ हुन्छ तपाईँहरूको मेन पावर कार्यालयमा 2083 साउनको 5 गते हुन्छ। 2083 साउन 5 गते यसको इन्टरभ्यू हुनेछ। र यो अब कुनमा आएको छ भन्दाखेरि यो आएको छ तपाईँहरूको लागि प्यारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्राइभेट लिमिटेड। प्यारामाउन्ट इम्प्लोइमेन्ट कन्सल्टेन्सी प्राइभेट लिमिटेड, जुन चाहिँ बालकुमारीमा रहेको छ। र यसमा तपाईँको फोन नम्बर रहेको छ 0151862669 र 9808306843 यसको फोन नम्बर रहेछ। यसमा तपाईँले फोन गरेर पनि पुग्न सक्नुहुन्छ यदि तपाईँहरूले मलेसिया जान सोच्नुहुन्छ भने। र यो इन्टरभ्यू तपाईँको साउन 5 गते हुन्छ। र यो मलेसियाको लागि डिमान्ड थियो, जुन मैले तपाईँहरूलाई चाहिँ यस भिडियोमा बताएको छु। र यो आशा चाहिँ भिडियो तपाईँहरूले राम्रो लाग्यो होला। साथीहरू देखो भने प्लिज भिडियोलाई लाइक गरिदिनुहोस् र यस्तै अपडेट पाउनको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिराख्नुहोस्। र हामी यस्तै नै भिडियो तपाईँहरूको लागि टाइम टु टाइम लिएर आइरहेको हुन्छौँ। सो आई होप यो तपाईँहरूले भिडियो राम्रो लाग्यो होला। हो भने प्लिज भिडियोलाई लाइक, च्यानल सब्सक्राइब गरिदिनुहोस्। मैले 2 चोटि भनिदिएको छु। सो लेट्स एन्ड द भिडियो। सो बाइ बाइ साथीहरू।